हेलो गाइज, गुड मर्निङ। हाउ आर यु? के छ तपाईँहरूलाई? म पनि यहाँ ठिकठाक छु, एकदम राम्रो छु। अनि अहिलेको यो दृश्य चाहिँ बिहानी मर्निङ टाइमको हो, देख्न सक्नुहुनेछ होइन। तोरीबारीहरू यस्तो दामी छ फुलेको। अनि आज चाहिँ म यसो सानो भिडियो बनाउँदै तोरीबारीतिर, खेततिर, यो चाहिँ हाम्रो खेत हो। तोरी यतिकै निक्लिएको छ, देख्न सक्नुहुनेछ होइन। अनि यहाँ चाहिँ स्कुल छ, यो जानकी स्कुल हो, बन्दैछ होइन, यसलाई कम्प्लिट भएको छैन। अनि यी घर यतिकै पातलो छ कि हाम्रो घर चाहिँ यहाँ छ। अनि यहाँ चाहिँ खेत भएकोले म यता आएको छु अहिले। घर यहाँ छ, अन्त फेरि घरको छैन क्या, पातलो छ। उहाँ माथि जानुपर्छ कि त यतातिर छ कि त यस्तो यहाँ घर बन्दैछ एउटा। अनि हाम्रो गाउँमा चाहिँ त्यति साह्रो घर छैन, थाहा छ होला। मैले अगाडिको भिडियोमा पनि हालेको थिएँ। अनि तपाईँहरूलाई मैले एउटा कुरा देखाउन आँटेको थिएँ, के भन्दाखेरि हामीले चाहिँ त्यति साह्रो केही त रोपेको छैन। अब घरमा खानाको लागि यसो अलिअलिको लागि चाहिँ यहाँ मटर भयो अनि यो लसुन, अनि लसुनकै उसमा भित्र चाहिँ धनियाँहरू छ। अनि यहाँ बेथुको साग पनि छ, देख्न सक्नुहुनेछ। अर्ग्यानिक खानुपर्छ, स्वास्थ्य रहनुपर्छ र हेल्दी रहनुपर्छ। स्वास्थ्य नै जीवनको धन हो भन्ने पाठ हामीले अपनाउनु पर्छ। अनि सो गाइस, म चाहिँ अब रोडतिर निक्लिन्छु। अनि म हेर्न आएको थिएँ क्या, कति के उम्रियो भनेर होइन। अब मिहिनेतको फल त राम्रै निक्लिनु पर्यो नि त। अब मिहिनेत त्यत्रो गरेको छ, अब राम्रो निक्लेन भने त। अनि अस्ति पनि देखाएको थियो होला मैले यो मकैहरू। अनि यतिको भएको छ, अब यसलाई हुस्सेको दबाई हान्नुपर्ने छ, किराको दबाई हान्नुपर्ने छ होइन। अनि यहाँ आलु पनि हाम्रो यतिको भइसक्यो, आलु देख्न सक्नुहुनेछ। अनि अहिलेको चाहिँ लगभग 10 भइसक्यो। अनि म चाहिँ अब आजदेखि हाम्रो स्कुल छुट्टी भयो, अनि जाडोको बिदा भयो, त्यही भएर अहिले छुट्टी छ, त्यही भएर म स्कुल गइनँ आज। अब 11 बजीतिर चाहिँ मेरो काममा जानुपर्ने हुन्छ, त्यसको लागि चाहिँ म अब रेडी गर्छु। खानासाना मैले खाइसकेँ, मैले चाहिँ अब बाहिर यसो निक्लेको होइन, फ्री टाइममा खाना सब्जी अघि पकाइसकेर खाइसकेको पनि। अनि म तपाईँहरूलाई देखाउन चाहन्छु होइन। अब हाम्रो घरमा चाहिँ गाई बाख्राहरू कति के छ होइन। किन्ने मान्छे कोही हुनुहुन्छ भने चाहिँ भन्नु होला। यो गाई